तपाईलाई लाग्ला राजनीति भनेको गफ मात्र हो, तर यहाँ राजनीति एउटा उत्सव बनिरहेछ, बालेन शाहप्रति समर्पित। राजनीति सधैँ रुखो र कडा हुनुपर्छ भन्ने छैन। राजनीतिलाई जनताको जनजीवन र खुसीसँग जोड्न पनि सक्नुपर्छ। सहर बनाउनु मात्र ठुलो कुरा होइन, सहरसँगै मुस्कुराउनु पनि ठुलो कुरा हो। सिमेन्ट र ढुङ्गाका संरचनाले मात्र सहर जीवित हुँदैन जबसम्म त्यहाँ बस्ने मान्छेका मनमा खुसीको रङ भरिँदैन। दिनभरि काठमाडौँको धुलो धुवा र हजारौं झमेलासँग लड्ने यी खुट्टाहरू, जसले वर्षौंदेखि थुप्रिएको व्यथितिको फोहोरलाई कुल्चिएर परिवर्तनको एउटा नयाँ बाटो खनिरहेको छ। कुनै समय लाग्थ्यो राजनीति केवल कागजको थुप्रो र बन्द कोठाको अर्थविहीन गफ हो, तर आज यी आँखाहरू देख्दा लाग्छ यहाँ निन्द्राभन्दा बढी जिम्मेवारीका सपनाहरू जागृत छन्। ती सपनाहरू जसले एउटा सुन्दर र समृद्ध सहरको भारी मात्र बोकेका छैनन्, बरु परिवर्तनको नयाँ उज्यालो पनि खोजिरहेका छन्। मलाई खोल्न दे सरकार, अपराध होइन मन खोल्न दे दरबारको म सराप होइन, मन खराब छैन सही बोल्न डराउँदैन। जब यी खुट्टाहरू गीतको तालमा थर्किन्छन् तब लाग्छ राजनीति केवल सुक्खा भाषण होइन, यो त एउटा उत्सव पनि हो। कामको चाङलाई थाती राखेर मन खोली नाच्नु कुनै हार होइन, यो त एउटा जीवन्त हुनुको प्रमाण हो। लेखौं भविष्य आफ्नो आफै नै, अरूको हियाई बनाउँदैन यो देश। एउटा साँच्चैको नेता त्यही हो जो समस्यामा लड्न मात्र जान्दैन, आफ्नो जनतासँग हातेमालो गर्दै नाच्न र खुसी साट्न पनि जान्दछ। सहर बन्दैछ र अब सहर मुस्कुराउँदै पनि छ। बालेनको यो नृत्य उसको व्यक्तिगत खुसी मात्र होइन, यो त वर्षौंदेखि परिवर्तन गरिरहेका र गुम्सिएका हरेक नेपालीको अनुहारमा सल्किएको एउटा आशाको मुस्कान हो। उनले नाचेका हरेक स्टेपरले भनिरहेका छ हामी जित्दैछौँ। भूमिको आँगनमा कर्मको